बालेन्द्र शाहले पनि नैतिक हिसाबले अब राजीनामा दिनै पर्छ। म यो सहन सक्दिनँ। म हिजै बोल्छु भनेको थिएँ, आज बोल भन्नुभएको छ भगवान। बालेन्द्र शाहले राजीनामा दिएपछि चाहिँ अनि को आउँछ यो सत्ता चलाउन? को आउँछ? को केपीडी उफ्रेको घाँटीको त के भन्छ नि, यसलाई नली हो कि के हो नि, रुद्रघण्टी चुडिएला नि, क्लिक 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 होला। केपीडी हल्लाका बालेनले राजीनामा दिएपछि के त्यो दुईटा किडनी खुस्किएको बा आएर फेरि गर्नुहुन्छ? फेरि दुनियाँको छोराछोरीलाई मार्ने काम गर्ने, तिनीहरूलाई सपोर्ट गर्ने तपाईहरु जस्तो झोलेले गर्दा हो के? हिजो बोल्नु पर्थ्यो, म आज बोलिदिएँ। भगवानले आजै बोल्न लाउनु भएको के? भगवान तपाईको हो र माथिबाट त बोल न बोल भनेर आउन? खोइ त हामीसँग त भगवान बोल्नुहुन्न त। तपाईहरुसँग पनि भगवान बोल्नुहुन्छ? यो दिदीलाई भनिदिनुस् त, भगवानले त्यसरी बोल्न दिनुहुन्न कसैलाई पनि। राम्रो काम गर्नेलाई त राम्रो काम गर्न नदिनु न, जय जय गर्नुस्, खुट्टा नतान्नुस् यसरी खुट्टा। हट दिदी, तपाईको छैन रहेछ गिदी। के साह्रो बोलेको यस्तो बिदी, मलाई त मन परेन। हाक थु